सधैँ पेसिभ र एक्टिभ इन्कमको बारेमा कुरा गरिराखेको हुन्छु र तपाईहरू पनि कतै न कतै सुन्नुभयो होला पेसिभ र एक्टिभ इन्कमको बारेमा सुन्नुभयो होला। तर कतिपयजनालाई थाहा पनि नहुन सक्छ के हो यो पेसिभ र एक्टिभ इन्कम भनेको। र यो च्यानलको यो पहिलो भिडियो हो, त्यही भएर मलाई लाग्छ सुरु गर्नको लागि पेसिभ र एक्टिभ इन्कमको बारेमा तपाईहरूलाई जानकारी दिनै पर्छ जस्तो लाग्छ। त्यही भएर आजको भिडियोमा म पेसिभ र एक्टिभ इन्कमको बारेमा कुरा गरेको हो साथीहरू। त हाई साथीहरू, मेरो नाम नवीन मण्डल हो र तपाईहरूलाई स्वागत छ नवीन मोटिभेसन युट्युब च्यानलमा। त साथीहरू, के हो यो पेसिभ र एक्टिभ इन्कम? सबैभन्दा जानौँ पहिले एक्टिभ इन्कम भनेको के हो। त साथीहरू, तपाईहरू कतै न कतै कुनै कम्पनीमा काम गर्नुभयो होला, चाहे गरिराखेको होला है। त त्यो कम्पनीमा जस्तै कि कुनै पनि कामको फिक्स टाइम हुन्छ, एउटा 8 घण्टा 10 घण्टा टाइम हुन्छ र फिक्स सेलेरी हुन्छ। त त्यहाँबाट आउने इन्कम भनेको के हो? एक्टिभ इन्कम हो। किनकि हामीहरू एकदमै कन्टिन्यू काम गरेर वहाँबाट पैसा कमाउँछ, त्यही भएर वहाँबाट आउने इन्कम एक्टिभ इन्कम हो। त्यो इन्कम भनेको एक्टिभ इन्कम भनेको के हुन्छ? जस्तै कि तपाईहरू अहिले सन्चो छ भने काम गरिराखेको हुन्छ, तर काम गरेको पैसा आउँछ र कुनै दिन बिरामी भयो भने पैसा आउँदैन, पैसा काटेर आउँछ। त्यो भनेको के हो? एक्टिभ इन्कम हो। एकदमै राम्रोसँग म सिकाउने प्रयास गरिराखेको छु साथीहरू। अब जानौँ पेसिभ इन्कम भनेको के हो। पेसिभ इन्कममा के हुन्छ? पेसिभ इन्कममा एउटा सिस्टमले काम गरिराखेको हुन्छ। जस्तै कि तपाईहरू कुनै कम्पनीमा काम गरिराख्नु भएछ, तर त्यो कम्पनीको मालिक चाहिँ काम गर्दैन त्यो कम्पनीमा है। कहिलेकाहीँ काम गर्छ, जब उसको मन लाग्छ काम गर्न गर्छ, न त त्यो पनि गर्दैन। कहिलेकाहीँ आउँछ हेरचाह गर्नको लागि आफ्नो ब्रान्चमा, र उनीहरूको कतिवटा ब्रान्च चेन्ज हुन्छ कम्पनीको। त उनीहरूको लागि के भयो त? पेसिभ इन्कम भयो त्यो है। पेसिभ इन्कममा के हुन्छ? एउटा सिस्टमले काम गरिराखेको हुन्छ, त्यो सिस्टमबाट आएको इन्कम पेसिभ इन्कम भन्छ त्यसलाई है साथीहरू। साथीहरू, पेसिभ र एक्टिभ इन्कम म तपाईहरूलाई एकदमै सरल तरिकाले बुझाएँ। अझै कुनै पनि कन्फ्युजन छ भने एउटा अर्कै उदाहरणले बुझौँ पेसिभ र एक्टिभ इन्कम भनेको के हो साथीहरू। पेसिभ इन्कममा हामीहरूको सिस्टमले काम गरिराखेको हुन्छ र एक्टिभ इन्कममा हामीहरू आफै काम गरिराखेको हुन्छ। त्यही हो पेसिभ र एक्टिभ इन्कम। जस्तै कि कुनै तपाईहरू पैसा इन्भेस्ट गरिराख्नु भएछ भने त्यहाँबाट आउने इन्कम के भयो त? पेसिभ इन्कम हो। एकदमै सिम्पल छ साथीहरू पेसिभ र एक्टिभ इन्कमलाई बुझ्न। पेसिभ इन्कममा तपाईहरूको सिस्टमले काम गरिराखेको हुन्छ र एक्टिभ इन्कम तपाईहरू सिस्टमको लागि काम गरिराखेको हुन्छ। यही हो पेसिभ र एक्टिभ इन्कम। एकदमै सिम्पल छ साथीहरू। साथीहरू, अझै तपाईहरू केही बुझे छैन भने कमेन्ट गर्नुहोला। र यो पेसिभ र एक्टिभ इन्कम बुझाउनको लागि यति ठुलो भिडियो बनाउनु पर्दैन जस्तो लाग्छ साथीहरू। अब मलाई लाग्छ तपाईहरू पेसिभ र एक्टिभ इन्कमको बारेमा बुझिसक्नुभयो होला। यदि बुझे छैन भने कमेन्ट गर्नुहोला साथीहरू। म तपाईहरूको कमेन्टको जवाब अवश्य दिने नै छु साथीहरू। यो च्यानलमा यस्तै भिडियो आउँदै रहन्छ, त्यही भएर यो च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला। यदि तपाईहरूलाई मन लाग्छ, तपाईहरूको साथीभाइहरूलाई पनि सेयर गर्न मन लाग्छ भने सेयर गरिदिनु होला साथीहरू। अगाडिको भिडियोमा हामीहरू सिक्नेछौँ पेसिभ इन्कम कसरी जेनेरेट गर्न सक्छ, कसरी बनाउन सक्छ पेसिभ इन्कम साथीहरू। यो च्यानलमा यस्तै भिडियो आउँदै रहन्छ अब फाइनेन्ससँग रिलेटिभ, त्यही भएर यो च्यानललाई एकदमै सब्सक्राइब गर्नुहोला साथीहरू। थ्याङ्क यू सो मच भिडियो हेरिदिनको लागि। धन्यवाद।